बाटोमा यो घाँस रोप्ने यताउता काम भइरहेछ यसरी यहाँ सरसफाइ नि गर्दै हुँदो रहेछ त्यो घाँस रोप्नेहरूलाई चाहिँ अथवा त्यो बोट बिरुवा लाउनेलाई चाहिँ के भन्नुहुन्छ अब सिधै मूर्ख भएर घाँसै के खुवाउनु पर्ने खुवाउनु त कि यत्रो 11 करोडको बजेट आएर धेरै दुःख गरेर तपाईँको मन्त्रालय धाएर सहरी विकास मन्त्रालयदेखि लिएर नगर सबै प्रधानमन्त्रीदेखि जम्मै लागेर मेयर लागेर आफै वडाध्यक्ष लागेर मैले यहाँ तपाईँको यो बाटो बनाउनु पर्छ यहाँ हिँडिसक्नु थिएन भनेर यहाँ ल्यायो अब अहिले नाला बनाएपछि अब घाँस रोप्नेसम्म सुन्दैछु हो यी अस्ति सोध्दै पनि हुन्छ अब उहाँहरूलाई अस्ति सूचना पठाइसकेको छ 3 दिन होइन यो त राज्य हो 3 दिनभित्र उहाँले निकाल्नु भएन भने अब उहाँहरूको केही गर्नु पर्दैन उहाँलाई उखल्न पनि नलगाउने सफा हाम्रो त्यो प्रधानमन्त्री रोजगारको टिम छ उहाँहरूले गर्नुहुन्छ र त्यो झिकेको जसको अगाडि जसले गर्नुभएको छ त्यो बिल नगरपालिका के अरे वडामा हुन्छ त्यो तिर्ने सिफारिस लाने सेवा सुविधा लिने त्यही हुन्छ मान्छेलाई त कुराले बान्ने कानुन नियम नीति कुराहरूले बुझाउने त यो अब के अरे यो अहिले बन्दै गरेको यो धेरै दुःख गरेर हुरुरे यो सङ्घाई हुरुरे बाटो जुन आएको छ बाटो यो सङ्घाईले तपाईँको कसैलाई तपाईँको सास फेर्न दिएको कि थियो त्यहाँ तपाईँको 1.5 मिटरको त्यो बाटो मान्छे हिँड्ने मात्रै थियो अहिले यस्तो चाहिँ तपाईँको यत्रो हेर्नु त यो सबै सहरै पैसाको यत्रो काम गर्दा पनि अब मान्छे मलाई चाहिँ तपाईँको भोट दिँदैन कि कोही मैले पहिला पनि भने भोटमा मलाई मन लाग्दैन नदिनु भनेकै हो अब यो बाटो चाहिँ धेरै दिन बन्द भइसक्यो अब यो कति कहिले जतिमा सम्भव सकिन्छ होला अब यो दिनले हो 7 दिनभित्रमा चाहिँ अस्ति भने 7-8 दिन अब हेरौँ न यो आज भोलि पर्सिसम्ममा एकरो हुन्छ त्यस पछाडि फर्केर हुन्छ ल यो राम्रो बनाउँ न ल